त गाह्रै छ आफूलाई पनि अलिकति रोजगारी सिर्जना गर्ने स्वरोजगार बन्ने अनि यसलाई अलिकति राम्ररी बनाउन सकेपछि अथवा बढाउन सकेपछि अरूलाई पनि थोरै रोजगार दिन सकिन्छ कि भन्ने हेतुले गरे हो तर खासै अरूलाई त दिन सकेको छैन आफू चाहिँ अब आम्दानी नभए पनि व्यस्त चाहिँ छौँ हामी आफै दुईजना लागि परेका छौँ खास गरेर व्यावसायिक रूपमै हामी सुरु गरे हाम तर हामी 1 वर्षदेखि 2 वर्षभित्रमा हामी अरूलाई पनि रोजगार दिने हिसाबले चाहिँ काम गरेका थियौँ तर त्यो हामीले सोचे अनुकूल भएको छैन सर हुन्छ भने आशा त छ अब आशा त मार्नु भएन जहिले पनि मान्छे आशावादी हुन्छ त्यही भएको हुनाले आशा चाहिँ छ सर अब जस्तै तपाईँले चाहिँ विदेश बस्नुभयो होइन लामो समय विदेश बसेर आएर